मान्छे राम्रो होला के भ्यू नै लाइक एन्ड सब्स्क्राइब हेलो एभ्रीवन रासु फ्याफुल्ला वेलकम टु आवर अनदर भिडियो चाहिँ हामी यो घरको नजिक हामी यसो यहाँ पाउरस भन्दा अलिकति टाढा नाइट सुटमै आएको छु हेलो ए के छ नाम तिम्रो ल म सब्स्क्राइब गर्छु है उड्यो यो चाहिँ पाउरसतिर हो अनि यहाँ चाहिँ यस्तो राम्रो रहेछ ए हो हाम्रो च्यानललाई के भन्नुहुन्छ भनिदिनुहोस् न त नाम के हो च्यानल जामेज लाइक एन्ड सब्स्क्राइब थ्याङ्क यू मेरो टिकटक आइडी हो सुलभ वाइटीपी त्यसैले सब्स्क्राइब गर्दिनु हस् ल फलो अ त सब्स्क्राइब गर्न नि मिल्छ नि टिकटकमा चलाउँछौ अझै टिकटक त चलाउँछु हो ल है त ए हो अनि म फलो गर्छु नि मलाई नि सिकाइदिऊ है एडिट गर्न ल थ्याङ्क यू बाई यस्तो राम्रो भ्यू आएको छ यहाँबाट चाहिँ अनि यो चाहिँ पावर हाउसतिर हो पावर हाउसबाट एकदम तल लामो पुलतिर अनि यहाँ चाहिँ हामी यसरी हेरिरहेको छौँ मेरो भाइ बहिनीहरू उता पुगिसक्यो छोरा र सानो चाहिँ त्यहाँ छ अनि हामी चाहिँ पारी जान लागेको पुल पारी अनि म चाहिँ यहाँ छु अनि हामी चाहिँ यत्तिकै घरकै कपडामा यसो हिँडौँ भनेर आज चाहिँ हिँडेको कस्तो होला मैले हिँडेको अरे भाइ यहाँ चाहिँ पहिला म चाहिँ मर्निङ वक पनि आउँथेँ अनि एकदमै राम्रो छ यहाँ चाहिँ एकदम पिसफुल इन्भाइरोमेन्ट छ यहाँ चाहिँ दुईवटा दाजुहरू झगडा गर्दै हुनुहुन्छ वार नगरौँ दाजुहरू भन्दैछु म चाहिँ त्यहाँ बिचमा पुग्यो भने मलाई एकदम रिङ्गटा लाउँछ रिङ्गटा भमिट आउँछ ल यहाँ मेरो भाइ बहिनीहरू छन् हाम्रो च्यानलमा हाई भन्नुहोस् बबी हाई भन्नुहोस् ल जाम यहाँ ल्याउने भए म हातै कपडा लाएर आउँथेँ कि भन्दैछ उनी कम्प्लेन गर्दैछ तर यु डिजर्भ दिस ल जामिन बच्चालाई लिएर के हुन्छ र बच्चालाई लिएर गयो बानी पर्छ त यिन म समाउँदिनँ मोबाइल दाइलाई दिन्छ अब ल अब म एकैचोटि पारी गएर भेट्छु है त ल फाइनली हामी चाहिँ यति लामो पुल तरेर आयौँ आजभोलि चाहिँ यो पहिला चाहिँ म तर्थेँ अहिले चाहिँ खासै म धेरै टाइम भयो क्या नतरेको डर लाग्दो रहेछ धेरै मेरो बेबीको चाहिँ फर्स्ट टाइम है बाबा के थाहा उसलाई बिचारा है तर गाह्रो हुँदो रहेछ एकदमै धेरै मलाई त डर लाग्यो बेसरी भाइ बहिनी चाहिँ गइसक्यो अब हामी पनि जानु पर्ने हुन्छ डर लाग्दो रहेछ धेरै भएको थियो नि त पुल नतरेको म त यो लगभग 1.5-2 वर्षै भयो लागेको पुल नतरेको बेसरी डर लाग्दो रहेछ पहिला म त मर्निङ वाक पनि यहाँ आउँथेँ अहिले त तर एकदमै डर लाग्ने भइरहेछ पुल चाहिँ भाइ बहिनी चाहिँ तल झर्दैछन् अनि यतातिर हुनुहुन्छ मेरो छोरो र बहिनी नजाउनु के हुन्छ र चिया ब्रेक हो नि त हाम्रो त्यो मलाई चाहिँ खासै भिडियो खिच्न आउँदैन कि आज मेरो हातमा यिनीहरूले मोबाइल थमाइदिएछ तर हामी यो अनप्लान्ड हो कि अनप्लान्ड जर्नी सधैँ राम्रो हुन्छ भन्छ नि तर एकदमै स्विट एन्ड सर्ट हो त्यही पनि एकदमै रमाइलो हुनेवाला छ हामी दिदी बहिनी अनि दाजुभाइ भएपछि सधैँ रमाइलो हुन्छ है हामीलाई चाहिँ अब हजुरहरूलाई चाहिँ के कस्तो हुन्छ रमाइलो नभए पनि हेर्नु होला यो कटेजमा आएको हामी चाहिँ खाएको त टन्नै छौँ हामी तर हामी यसमा चिया खानलाई जाँदैछौँ यहाँ चाहिँ मामा भान्जा बहिनी चाहिँ पिङ खेल्दैछन् आगर बाबा आगर भिडियो बनाएको कि वाउ को ह्यान्डसम होला है यस्तो वाउ मान्छे राम्रो होला कि भ्यू नै फुलको बगैँचामा मेरी मया सरमै लाग्यो किन तिमीले हाम्रो यहाँ चाहिँ आइसक्यो अनि यहाँ हुनुहुन्छ मामा भान्जा अनि यहाँ हुनुहुन्छ
अनि यहाँबाट चाहिँ कस्तो राम्रो भ्यू देख्न सक्नुहुन्छ। आउन डर लागे पनि भ्यू चाहिँ एकदमै राम्रो देख्छ यहाँबाट। तपाईहरु कोही आउनु भएको छैन भने यहाँ चाहिँ आउन सक्नुहुन्छ। अझै यहाँ एकदमै झरना आउने हुन्छ नि, त्यस्तो बेलामा आउनु भयो भने चाहिँ खेर जाँदैन। हाय खाली मुखमा त यस्तो राम्रो छ यो ठाउँ। फर्स्ट टाइम हो। यिनीहरू चाहिँ मेरो कपी गरिरहेको यस्तो मिठो चिया कप र यो 5 रुपैयाँ सेट लाग्यो के हैन यता नि यो लाज मान्नु के छैन घर बस्दै लाउने नि कसले 2000 3000 भन्छ हैन। यो चाहिँ हाम्रो सर्ट गएको थियो भन्ला झन् वार्ली गर्न सक्दैन, त्यही भएर नेट पुरा घुमाइरहेको छ अहिले चाहिँ। अब चाहिँ हामी घर जानु पर्ने हुन्छ, पुल पनि तर्नु पर्ने हुन्छ, त्यही भएर अब छोरो पनि छ, त्यही भएर अँधेरो भइसक्यो। अब हामी यो चिया सक्ने बित्तिकै हामी यहाँबाट बिदा हुन्छौँ। त्यही भएर आजलाई ल भन्न अब सानो त्यही हो आजको चाहिँ सर्ट भिडियो थियो। आजको भिडियो चाहिँ आजको भिडियो चाहिँ हामी यही भन्दै लाइक शेयर कमेन्ट एन्ड सब्स्क्राइब। बाइ बाइ। सेजी 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 हो सेजी 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 उभो दसैलुङले कैमा चौरीमा झर्ने खर्का छ।